नमस्कार सबैजना सन्चै हुनुहुन्छ। आज हामी नगरकोट गइरहेछौँ भ्यू टावर। त्यहाँ गएर चटपटे खानालाई कताको सामान पनि तयार गर्छ मेरो बहिनीले फालिदिएर। हेलो गाइस, आज चाहिँ हामी नगरकोट गइरहेछौँ अनि लास्टै जाँदाखेरि चाहिँ लास्टै दम लाग्ने रहेछ अनि थाकेछौँ। तर कुछ पानी के लिए कुछ खोना पर्ता है, त्यसैले खुट्टा दुखी पनि रमाइलो चाहिँ भइरहेछ। अनि यो चाहिँ के होला त गाइस? यस्तो हुन्छ त डौडे? हैन डौडे हैन, डौडे होला, डौडे नै हो, डौडे नै हो त खै। हैन मेरो नानी कहाँ लागेको छ नि? नगरकोट के गर्ने गाइज? अब आफ्नो यस्तो गाडी छैन सर र जाम भने पनि, त्यही भएर यस्तै आफ्नै पारामा हिँडेर गइरहेछ। गाह्रो भएर यस्तै बसिरहेछन् गाइज। हेर्नु है, कोही वहाँ पुगिसक्नुभयो, कोही आधी उता पुगिसक्नुभयो। अब त नगरकोट आउन आँटिसक्यो। अब आधी किलोमिटर। तर मलाई चाहिँ गाह्रो भएको छैन गाइज। यिनीहरूलाई चाहिँ अलिकति गाह्रो भएको छ अरे। यहाँ चाहिँ म बाइकमा हिँड्थेँ अरे, मेरो बाइक थियो अरे, हिँडेको कहिले थिएन अरे। यस्ता यस्ता कुरा पनि सुन्न पाइरहेछन्। के गर्ने, आफू त अब यस्तै हो, दुखी हातमा हिँड्नुपर्छ, हिँडेर गर्नुपर्छ है काम पनि। त्यही भएर नि हिँड्न चाहिँ आफूलाई केही लाग्दैन, बिन्दास पारामा। ए काफल 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 गाइज, काफल गाइज, काफल 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 गाइज, काफल। ओ माय गॉड, के हो यो माथि नउयो पाकेको छ। ओए टिप 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 यसरी त नानी त 4 जना छन् काफल ल, 4 जना गइराछन् माथि हेर। 4 जना गाइज, गाइज त का चाहिँ रहेछन् का। 4 जना काफलको छ, 4 जना गएन माथि। ए मोबाइल छ नि। फाइनली गाइज यो यति कहाँ हो उता त कहाँ भयो नि धुवा आयो त। ए के रहेछ गाइज, बम पक्का कलतले यति हिँडेर यति माथि आइदिउँ हामी। अब जाने कसरी थाहा छैन। अब हामी चाहिँ मजाले चटपटे अनि स्प्राइट लिएको छ अनि चटपटे बनाउने। अनि त्यसपछि मोमो पनि लिएर आएका छौँ, तर मोमो अघि नै खाइसक्यौँ। अब लिएर आएको अब हामीले अघि नै खाइसक्यौँ मोमो चाहिँ। मोमो अलिकति त्यो भोकको तालमा है, त्यो भिडियोमा त्यो चाहिँ भिडियो बनाउन चाहिँ पाइएन। अब चाहिँ अब चटपटेको चाहिँ भिडियो बनाउनु पर्छ गाइस। कतिजना जाने मान्छेहरू कतिजना है चाहिँ फर्के। अब हामी चाहिँ चटपटे बनाएर खाने। अनि त्यसपछि तपाईँहरूले चाहिँ भिडियो हेरेर बस्नुभएको छ, लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। त्यो चाहिँ गर्नु मलाई चाहिँ प्लिज त्यो चाहिँ गरिदिनु होला, किनकि अघि देखाएको गाडी चाहिँ मलाई यस्तो मन परेको छ, यस्तो मन परेको छ। त्यो गाडी चाहिँ मलाई किन्नु ठुलो धोको छ। कहिलेकाहीँ यसो हिँड्न पनि पऱ्यो नि त, त्यही भएर हिँड्दाखेरि चाहिँ अब यसरी हिँडेर सधैँभरि सकिन्न, त्यही भएर एउटा गाडी चाहिँ किन्नुपर्छ। त्यही भएर तपाईँहरूले चाहिँ यसो कमेन्ट गरिदिने, लाइक सब्सक्राइब गरिदिने। मुख रातो बनाइरहेछन्। अब यस्तो गाइस, अब के गर्ने, यो एउटा सानो घर। अब हामी चाहिँ घरतिर फर्को रहेछौँ। अनि त्यसपछि ए ऊ त्यो मेरो बहिनी उहाँ सेतो लगाउनु भएको चाहिँ बुढा, त्यहाँपछि 2टा छोराछोरी, म चाहिँ 2टा छोराछोरी कि आमा। गाइज हामी त पुग्यौँ अब। ए काफल अनि त्यसपछि यो क्यारी बिर्सिहाल्छु नि त मैसेलु। ल अब आजलाई यति नै गाइज, हामी आइपुग्यौँ। अनि त्यसपछि हाम्रो ब्लग हेरेर कस्तो छ के छ, मैले बोल्न जानेको नजानेको अनि अलिकति सुझाव सल्लाह दिनु होला। आजलाई यति नै गर्छौँ। अब अर्कोचोटि चाहिँ छुट्टै किसिमको ल्याउन सकौँ भिडियो भनेर आजको लागि बाई बाई।